नमस्कार, म लालु चौधरी। आज म कपिलवस्तुको इलाका प्रशासन कार्यालय चन्नौटाको कार्यालयमा आइपुगेको छु। के शुभ नाम? वो बोला देखा डराओ जरा। परशुराम परशुराम का यादव यादव क्या कर लिया होगा है? नागरिकता बनवा नागरिकता बनवाओ है? लड़के का। अपने लड़के का नागरिकता बनवाओ है? हाँ, तो यहाँ के कैसे सुविधा लागत है? मतलब लेट है कि जल्दी हो जाता है? कोनो समस्या है आपके? शुभ नाम बता दीजिए। इसका आपके शुभ नाम का है? महेंद्र प्रसाद यादव। महेंद्र प्रसाद यादव। कौन काम के लगा होगा? नागरिकता बनवा ली के कर लड़की का। अपने बच्चे के नागरिकता। हाँ, यहाँ कैसे काम होते हैं? अच्छा होता है, अभी तो आया है। अभी आ जाओगे हैं? हाँ। हजुर दिदी के को लागि आउनु भएको छ यहाँ? म छोरीको नागरिकता बनाउन आएको छु। आफ्नो छोरीको लागि त्यो नागरिकता चाहिँ बनाउँदाखेरि कति घन्टा भइसक्यो आउनुभयो? म यहाँ बिहानदेखि आइरहेको छु। यहाँ 9 साढे 9 बजेदेखि नै अब यहाँ आउँदा कोही कति 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 टाढाबाट आउनुभयो? कति किलोमिटर? काठमाडौँदेखि आएको म। काठमाडौँदेखि आउनुभएको छ? मर्निङ अफिस छ सर, मर्निङ भोलि अफिस काम भयो कि नै तपाईँको? कहाँ भएकै छैन। किन के भयो र? सिग्नेचर गर्ने मान्छे नै हुनुहुन्न रे। सिग्नेचरमा गर्ने मान्छे मतलब के अधिकृत शाखा प्रमुख सबै? शाखा के अरे उपसचिव हुनुपर्ने 2 जना मध्ये 1 जना त हुनुपर्ने। टाइम कति भएको छ दिदी अहिले? 1 जना भए त कमसेकम हाम्रो काम त चल्थ्यो नि त। चल्थ्यो। हैन? 10:30 भइसक्यो। लगभग 10:30 भइसक्यो। अनि 9 बजेदेखि अब के गर्ने हो त? त्यही त यहाँ समस्या छ सर। अब फर्केर? आज फर्के भरे नफर्के अब भोलि अफिस जानु छैन। अनि हामी यसको क्षतिपूर्ति कसले दिन्छ? यस्तो यस्तो समस्या रहेछ यहाँ है। अब एक उहाँ दिदी काठमाडौँदेखि आउनु भएको छ आफ्नो छोरीको नागरिकताको लागि। आज उहाँ यो कार्यालयमा कोही पनि कर्मचारी आफ्नो ठाउँमा छैन अनि कोही पनि कर्मचारी आएको छैन। 2 जना 3 जना मात्रै आएको छन्। अनि अब उहाँ दिदी काठमाडौँदेखि आएर आज बनेन नागरिकता फेरि फर्के जानु पर्यो। भोलि चाहिँ फेरि त्यही यहाँ कार्यालयमा धाउनु पर्यो। छोरीको इन्जाम दिनको लागि यहाँ नागरिकता बनाउन आइरहेको। ल धन्यवाद है दिदी। हजुर तपाईँसँग के प्रश्न हामी राख्न चाहियो? हजुर हजुर मिल्छ कि नै? भन्नुहोस् हजुर। सही है पहिला डिस्टर्ब गरेको तपाईँलाई? हजुर ठिक छ सर भन्नु। यहाँ सरहरू आउनु भएको छैन? एकजना सुब्बा सर आउनु भएको थियो अघि नै। खाना चाहिँ खान ऊ भएको रहेछ, खाना खान जानुभएको। टाइममा आउनु पर्यो नि त। टाइमले सरकारले टाइम तोकेको छ कि नै? टाइममा त आउनु भयो। अब त्यही उहाँको चाहिँ हिजो हस्पिटल जानुपर्ने भएको थियो। समस्याले त्यति खाना खाएर आइहाल्छु 5 मिनट भनेर जानुभयो, आइहाल्नुहुन्छ। अनि उहाँको लागि चाहिँ यत्रो पब्लिक चाहिँ कुरेर बस्नु पर्यो कि? होइन, उहाँको सट्टा मैले काम हेरिदिइरहेको छु। तपाईँको काम के हो? मेरो कम्प्युटरमा हो। उहाँ अब जारीकर्ताले चाहिँ सदर नगरेसम्म कम्प्युटरमा काम हुँदैन, त्यो भएर मैले उहाँको साटो यता काम गरिरहेको छु। ए भन्नाले तपाईँ पुरै काम भ्याउनुहुन्छ आज? होइन त्यस्तो होइन सर, एकछिनमा आइहाल्नुहुन्छ छोरी। त्यस्तो मिल्छ र अरूको काम अरूले गर्न पाइयो? होइन, कागज हेर्ने हो। अब कागजहरू चेक गर्ने ऊ गर्न त गर्न सक्यो सबै। यहाँ कतिजना यहाँ स्टाफहरू हुन्छन्? हामी फाँटमा अब कार्यालय सहयोगी छन् 1 जना, अनि हाम्रो सुब्बा हुनुहुन्छ 1 जना, त्यही अहिले कुरो गरेको। 1 जना सुब्बा चाहिँ अब उहाँ चाहिँ रिटायर भएर गइसक्नु भयो। शाखा अधिकृतजी पनि आउनु भएको छैन? शाखा अधिकृतको अब त्यस्तै टाइम कति भएको छ सर? समस्या छ। टाइम हेरिदिनु न। ब्याट्री सक्दो रहेछ, 9:30 भयो होला। त्यस्तो हो सर, शाखा अधिकृतको चाहिँ कति बजे सर? 10 बजे रहेछ। 10 बजेर 5 मिनट भएको है? हजुर। कारलाई सोधिदिनु। कालले चाहिँ हुँदैन। अनि पुरै कोठामा के गर्नु छ? घुमी भन्नाले यहाँ अफिसमा अफिसमा काम गर्नु छ कि कोठामा? मैले अफिसमा काम गर्छु। ए पुरै मतलब यताउता कागजपत्र ल्याउने लैजाने होइन? त्यही यहाँको पब्लिकलाई सहयोग गर्ने? सरहरूलाई पकाएर खुवाउनु, ए चिया पकाएर खुवाउने? पानी राख्ने। हजुर ल धन्यवाद है। हजुर। यहाँ सरहरू आउनु भएको छैन त? अनि सरहरू यहाँ भएको हुनु त आउनु भएको छ, कता पुग्नु यहाँ हुनुहुन्छ आफ्नो ठाउँमा। छैन नि त, यो आफ्नो ठाउँ त यही हो। अब 1 जना हुनुहुन्छ सर, कता जानुभयो? कोलापट्टि पासेको हुनुहुन्छ। हजुर। शिव सर हुनुहुन्छ। अहिले भर्खर उहाँ सरको कोठा त यो होइन र? यो उसको त्यही त, उहाँ प्रेम सर हुनुहुन्छ होइन? ल धन्यवाद है दिदी। मेरो नाम शिवा। हजुर शिवा हो। शिवा हो। हजुर। अनि के को लागि आउनु भएको? परिचय पत्र बनाउनुको लागि। अनि यहाँ कस्तो काम भइरहेछ? छिटो भइरहेछ? काम त भइरहेछ, अब त्यति भिड पनि छैन होइन। के भने अब लाइनमा छौँ। लाइनमा हुनुहुन्छ? अनि यहाँको सुविधा कर्मचारीहरूको केही व्यवहार कस्तो छ लागेको? राम्रै छ। राम्रै छ। ल धन्यवाद है। हस्। यहाँ चाहिँ शाखा अधिकृतको कोठा हो।
उहाँ सर हुनुहुन्न, यहाँ अधिकृत शाखा हो कार्यालयको, यहाँ कोही छैनन् यो कोठामा। यहाँ पनि कोही छैनन्। उहाँ सर एकजना मात्र हुनुहुन्छ, बाँकी सब चेयर पुरा नै खाली छ। अब कहाँ हुनुहुन्छ, कतिखेर आउनुहुन्छ भने ज्यूको कोठा हो। माथि देखाइदिनु है सरजी। कार्यालय प्रमुखजी पनि आउनु भएको छैन, कोठा पुरै खाली छ। अहिले 10:05 भइसकेछ, अहिले कोही आउनु भएको छैन यहाँ। अनि उहाँसँग मैले केही प्रश्न राख्न चाहेको थिएँ, तर कोसँग राखौँ भनेर यहाँ पनि प्रश्न उठ्यो। निलम्बनमा हुनुहुन्छ। निलम्बनमा हुनुहुन्छ, उहाँको सट्टामा कोही अझै मानवीय नागरिकतामा साइन कसले गर्छ? हो त्यही क्वेसन चाहिँ त्यही समस्या त्यही छ आजलाई। मैले कुरा लुकाइनँ हजुरलाई। अब यहाँ शाखा अधिकृत जुन हुनुहुन्थ्यो उहाँको सरुवा भएको थियो, सरुवा भएर जानुभयो होइन, प्राइभेट जानुभयो काम गरेर। अब नयाँ आउने सर चाहिँ को आउने, अब 1 नम्बर नि हुनुहुन्न भएको, शाखा अधिकृत नि सरुवा गरेर जानुभयो। उहाँ सर नआएसम्म त कसैको नागरिकतामा साइन हुन्छ कि नै? हो अब जिल्लाले के गर्छ, पछि आएको शाखा अधिकृत गइसक्नु भयो। अब पहिला निलम्बन भएको, अब फेरि पदस्थापन त्यो प्रक्रिया धेरै छ नि त सर। एउटा चिज लाग्यो मलाई यहाँ यस्तो कि आफ्नो मर्जी चलेछ यो कार्यालयमा। अब जतिखेर मन लाग्यो त्यतिखेर जाने, मन लागेन भने जतिखेर यस्तो हो। अब हेर्न त त्यस्तै लागेको छ। मैले कार्यालयमा पुरै कार्यालय दिएको छु, कोही कतै छैन, कुनै पनि कर्मचारीले आफ्नो ठाउँमा छैन। अब त्यो त तपाईँ स्वयं आफ्नै ठाउँमा हुनुहुन्न। अब म त काम त गर्नु पर्यो नि सर। ल ठिक छ, त्यसको लागि धन्यवाद छ, तपाईँ काम गरिराख्नु भएको छ। तर यहाँ चाहिँ आफ्नो काममा कोही छैन। एउटा कारण चाहिँ अब गाह्रो नमान्नु ल। अब आज हाम्रो चाहिँ जारीकर्ता नागरिकता कसले जारी गर्छ भन्ने फिक्स पनि नभएको कारणले गर्दाखेरि अब आज मेन कागज चेक गर्ने होइन। अब सेवाग्राहीको आज काम हुन्छ हुन्न ढुक्क नभएर त्यो भएर पनि अब कर्मचारी काम छैन भन्ने हिसाबले अब कोही पासपोर्टतिर यहीँको कर्मचारी, कोही चाहिँ राष्ट्रिय परिचय पत्रतिर यताउति सरिनु भएको हुनसक्छ। तपाईँ नयाँ नागरिकता बनाउनुहुन्छ? हजुर कागज हेर्ने हो मैले त। नयाँ कागज हेर्ने हो, त्यसपछि उहाँ आफ्नो ठाउँमा बसेर चाहिँ क्लियर गरेर यहाँ पठाउने हो। हजुर प्रक्रिया चाहिँ यहाँबाट शनाखत हुन्छ, त्यसपछि सदर गर्ने, जारी जसले गर्नुहुन्छ उहाँले सदर गर्ने हो। सदर कसले गर्छ? त्यही अब आज ठिक छ। त्यही त प्रश्न उठेछ कि सर, यहाँ सदर कसले गर्ने? त्यो चाहिँ अब जिल्लासँग समन्वय गर्नुपर्छ। कि त उहाँ आधा काम भ्याएर फेरि घर फर्किनु पर्यो, भोलि आउनु पर्यो कि त्यस्तो लाग्छ मलाई। अब त्यही त जिल्लाले कर्मचारी फटाएन इनकेस भने अब अधिकृत स्तरको फटाउनु पर्यो। अब हामी त तल्लो स्तरको हो सर होइन। आउनु भएको छैन आज। तपाईँको नागरिकता आधै काम मात्रै भ्याइन्छ, त कति टाढाबाट आउनु पर्छ? म त कृष्णनगर 5 बाट आएको छु। कृष्णनगरबाट कति किलोमिटर छ त्यो? 10 किलोमिटर 20 किलोमिटर छ। 20 किलोमिटर टाढाबाट आउनु भएको छ। अहिले आज तपाईँको काम भएन भने फेरि भोलि आउँदाखेरि तपाईँले के लाग्छ? अब गाह्रै नै हो, दुःख त दुःखै हो। एकचोटि आयो भने काम भयो भने राम्रो लाग्छ, खुसी लाग्छ होइन। धन्यवाद है। त्यही एउटै काममा त नि गाह्रो हुन्छ। ल धन्यवाद है। चाहिँ राष्ट्रिय परिचय पत्र शाखाबाट कोठा नम्बर 4 को आज हामी छिरेछौँ होइन। नमस्ते। तपाईँले एकैछिनको लागि डिस्टर्ब गरेँ, त्यसो भए सरी है। यहाँका धेरैजना त्यो कोठाको कर्मचारी पनि आउनु भएको छैन? कति 3 नम्बरमा छैन कोही? म त अहिले आएर यहीँ बसेर काम गरिरहेको छु, उता नि गर्छ। अनि अधिकृत यहाँ कोठा नम्बर 3 को अधिकृत शाखा पनि? मलाई जानकारी भएन सर। अनि प्रमुखजी पनि आउनु भएको? म आएर यहीँ फाटमै बसेर काम गरिरहेको। टाइम कति भएको छ दिदी हेरिदिनु नि। म सरासर काम गर्न थालेछु। धन्यवाद छ तपाईँले। 7 भइसक्यो। कति? 10 बजेर आएको? हजुर। अहिलेसम्म आएको छैन त उहाँहरू? यहीँ छु म, अन्त गएकै छैन। त्यसको लागि धेरै धेरै धन्यवाद। आफ्नो टाइममा, आफ्नो समयमा आफ्नो यहाँको लागि काम गरिराख्नु भएको छ। सरहरू यहीँ हुनुहुन्छ होला। हुनुहुन्छ भन्ने एउटा होइन कि म्याडमजी, काम गर्नु पर्यो कि। पब्लिक बाहिर उभिएको छ, त्यत्रो गर्मी छ, घाम छ कि छैन? गर्मी त छ सर। आफ्नो काम गर्नु पर्यो कि नै? पर्छ काम गर्न। केही काममै बिजी हुनुहुन्छ कि? के काम बिजी छ त्यस्तो आफ्नो काम छोडेर? खै सर अब म यहीँ बसेछु। मलाई हुन्छ ल हस् धन्यवाद। गएको भए केही थाहा हुन्थ्यो सर मलाई होइन। 2 नम्बरको सर। अनि यहाँको चाहिँ सिसिटिभी हेर्न मिल्छ कि नै? कसरी हेर्न पाइन्छ? सिसिटिभी त देखाउनलाई कोही चाहियो नि त, छ कि नै छैन? प्रेम सरले नै हेर्नुहुन्छ कि होइन? उहाँ कोही नहुँदाखेरि चाहिँ उहाँले चाहिँ आफै पुरा काम गर्नु भएको छ।
उहाँ सरले हजुर सर नमस्ते। नमस्ते सर नमस्ते तपाईँ अघि कहाँ जानुभयो म पासपोर्ट पासपोर्ट गुनामा के काम गर्छ तपाईँ पासपोर्ट गुनामा? पासपोर्ट मेरो साथीको पासपोर्ट कोटामा त मान्छे छन् कि छैनन्? त्यहाँ त कर्मचारी बेग्लै छन्, तपाईँको यहाँको बेग्लै छ कि नै? यहाँको बेग्लै थाहा भएन यहाँको तपाईँको काम मेरो काम त ड्राइभर हो म के हो र? चाहिँ सवारी चालक हुनुहुन्छ त्यहाँ? अनि फेरि यहाँभित्र म अरू सहयोग गर्दिनँ ल ए सहयोग गर्न मिल्छ र तपाईँको? मिल्छ कि मिल्दैन अब सरहरूले भन्नुहुन्छ मिल्छ सरले भन्नुभएको छ नि सरजी आउनु भएको छैन सर शिवा सर हुनुहुन्छ कि माथिको प्रमुखज्यू प्रमुखज्यू त जानुभयो कहाँ जानुभयो? काठमाडौँ जानुभयो। यहाँ माथि कोही छैनन्? हुनुहुन्न होला अनि यहाँ अधिकृत शाखा पनि कोही छैनन् त कोटामा? अधिकृत शाखा पनि कोही पनि हुनुहुन्न कोही छैन। कहाँ जानुभएको छन् सबैजना? सुब्बा साहबदेखि हुनुहुन्छ शिवकुमार चौधरी कहाँ हुनुहुन्छ त? फाटमा थियो अलिक बस्नु भएको थियो अनि आफ्नो काम छोडेर त अरूतिर बस्न पाइएन नि त? के पाइयो? पाइएन त्यो त पाइएन सर यत्रो जन त उभिरहेछन्, यत्रो काम गरिरहेछन्, आफ्नो काम गर्नु पर्यो कि नै? यत्रो घाम छ, यत्रो गर्मी छ, त्यहाँ कहाँ कति टाढाबाट आउनु भएको छन्, मलाई काम छिट्टै सघाउनु पर्छ कि भनेर होइन? हो सर हो विषयमा तपाईँसँग केही सोध्न पाएँ, मिल्छ कि नै? मिल्छ एकदम। हजुरको सोध्न मेरो नाम गौतम थापा। धन्यवाद है, स्वागत छ। एकदम यो कार्यालयमा तपाईँको अधिकृत शाखा अनि प्रमुख शाखा पुरा दुईटै कोठा खाली छ अनि अरू पनि अन्य कर्मचारीहरू पनि आएको कर्मचारी त अरू त आउनु भएको छ होला छैन सर? मैले अघि पुरा रेकर्डिङ हामी राखेको छौँ। कार्यालय प्रमुख सरको त हजुरले खबर पाइसक्नु भयो भर्खर उहाँले जानकारी। अनि हाम्रो साहती सर पनि रमाना लिएर गइसक्नु भएको छ। कहाँ जानु? उहाँ चाहिँ अतिरिक्तमा जानुभएछ, मन्त्रालयमै जानुभएछ। खाली नै छ। यो विषयमा चाहिँ हामीले जिल्लामा चाहिँ कुरा गरे बिहान। हजुर बिहान कुरा गर्दाखेरि चाहिँ अब नागरिकताको विषयमा चाहिँ अब भोलि पठाउँछु भन्नुभएको छ। ठिक छ, त्यो मैले माने सर। तर काठमाडौँदेखि एकजना दिदी आउनु भएको छ आफ्नो छोरीको नागरिकता बनाउनलाई। आज उहाँ सर हुनुहुन्न, कोही छैन, अनि उहाँको काम रोक्यो। भोलि फेरि पर्सि नै आउनु पर्यो भने उहाँलाई कस्तो फिल हुन्छ? अब त्यो त कस्तो फिल हो? पासपोर्ट सम्बन्धी म पासपोर्ट सम्बन्धीको शाखाको मान्छे हो। पासपोर्ट बन्द गरेकै छैन, काम भइरहेछ। काम भइरहेछ। नागरिकताको विषयमा हजुरहरूले चाहिँ अब यहाँ कार्यालय प्रमुखै हुनुहुन्न। हामी त आधिकारिक त मान्छे नै होइन। अब मैले साइन गर्न मिल्ने भए साइन गरिदिन्थेँ। उहाँ सर आइसक्नु भएको छ। हजुर स्वागत छ सर। नमस्कार। कहाँ जानुभएको थियो सर? म यही अफिसमै थिएँ। हुनुहुन्थेन सर? म कोटा पुरा छ। अनि कामले अफिस कुन अफिस? यही अफिसमै थिएँ। त देखेन तपाईँले अघि मैले त्यो कोठा नम्बर 3, 4 सबै पुरा राजधानीसम्म पुरै ध्याएँ, त्यो माथिसम्म कार्यालय प्रमुखसम्म पनि ध्याएँ। ए कतै होला, अब तपाईँले देख्नु भएन। ढाट्नु न अनि भित्रै थिएँ। आफ्नो काम गर्नु पर्यो कि नै? पर्यो। अनि यस्तो मान्छे उभिएर उहाँ सर आएर आफ्नो काम छोडेर तपाईँको काम गर्नुभएको? होइन, हामी मिलेर सबै गर्छौँ। मिलेर सबैले काम गर्छ? होइन, सबैले भन्नाले जस्तै केही काम पऱ्यो, कसैले जरुरी काम पऱ्यो भने एकछिनलाई उहाँलाई त आफूकै छैन, मैले नै हेर्ने हो। एकछिनलाई त मान्छे घुमाउनु पऱ्यो। त्यहाँ हामी यो कार्यालयको चाहिँ कार्यालय चेक गर्न मिल्छ कि नै? मैले त आफू दिन सक्दैन नि। कसले दिन्छ? हाकिमले दिनु पऱ्यो। हाकिम सर हुनुहुन्न। आज तपाईँ यो फारम भरेर त्यहाँ यहाँका आउनु भएको छ नि, उहाँले के गर्नु? मैले प्रमुख शाखा अधिकृत शाखामा कोही छैन। आज चाहिँ हुनुहुन्न शाखा। बुझेँ, म यो बुझिसकेँ। कार्यालय प्रमुख सर नै हुनुहुन्न। अब हामीले यहाँ गर्न मिल्ने जति काम छ त्यो गरेरलाई दुःख नहोस् भनेर कागज। दुःख त भइहाल्छ नि सर। होइन, आज आएको दिन भोलि पनि पर्सि पनि आउनु पर्यो त दुःख हुन्छ कि नै? दुःख त हुन्छ। जस्तै हाम्रो जुन काम हो नि, कागज चेक गरिदिने, कोही कमी छ भने ल्याउन भन्ने, अनि शनाखत गराएर रेडी पारेर सकेसम्म चाहिँ बुवालाई आउन नपरोस् भनेर सम्बन्धित मान्छेलाई आएर चाहिँ लिएर जाने गरी अवस्था सिर्जना गर्न सकिन्छ कि भनेर हामी। तपाईँ एकछिन ढाट्नु भएको छ क्या सर? साँच्ची भनिदिनु न, हामी केही गर्छौँ र त? हामी यो पिछलो हप्ताको बिहिबारको दिन 11:30 देखि 11:50 भित्र चाहिँ हामी क्यामेरा यो कोठा नम्बर 4 को चाहिँ हामी सिसिटिभी राख्दैछौँ। तर यहाँ चाहिँ नो भिडियो फाउन्ड रहेछ। भिडियो रेकर्ड गरेको छैन कि भिडियो डिलिट गरेका छन् त्यो थाहा भएन मलाई। त्यो पछि बुझौँला। यहाँ हाकिम